दर्शक दिन साँच्चै नै भुन्टीले पनि आज चाहिँ एकदम दुःख पाएको छ र भुन्टी तिनीहरूमाझ अब भने एकदम म यिनीहरूसँग डराएर होइन म यिनीहरूसँग जितेर खानुपर्छ भन्ने भुन्टीको सोच आइसकेछ। तिनीहरूले लगेर बाटो फर्काएर राखे पनि भुन्टीले दिमाग लाएर भए पनि तिनीहरूको जङ्गलबाट ऊ जसरी भए पनि छुट्टिन्थ्यो र म दिवसको लागि तयार छु र भूपेन्द्रलाई छोड्नु भन्दै ऊ त्यो बानीको दोरीबाट फुस्किनुको लागि ऊ एकदम तयार भइरहेका थिए। तर यति नभन्दै उता भुन्टेको जेठान दिदी र चेरीले भने हतार हतार सिग्नेचर गर्छु भनेको सुनेर फुकालिन्छ र वकिलले पनि ती कुराहरू हेरिरहेको हुन्छ। किनभने उनीहरू एउटा कानुन पढेका मान्छे हुन्छन् र उसले भन्छ कि म उहाँको जबरजस्ती बिना म गर्दिनँ भन्दै। तर भुन्टीले पनि राम्रोसँगले सम्झाउँछन्, किन तपाईँले यस्तो गर्नुहुन्छ, तपाईँले पढ्नुभएको होइन, सजाय त दोषीलाई दिने हो निर्दोषलाई होइन भन्दै भुन्टीको यी कुराले ती वकिलको पनि मन छुन्छ र भुन्टीलाई फुकालेपछि भुन्टीलेको पालो तिनीहरू दुवैलाई राम धुलाइदिन्छन्। किनकि भुन्टीलाई जबरजस्ती गरिन्छ तर भूपेन्द्रको मायाले गर्दा भुन्टी रुँदै भूपेन्द्र भएको तर्फ जान्छ। तर भूपेन्द्र भने चाहिँ उल्टै भुन्टीलाई एक आँखाले नै नहेर्ने गरेर तँ किन आएको गइहाल भन्दै भुन्टीलाई त्यहाँबाट हरेक कुराको झट्याएर हान्न थाल्छ। भुन्टीको पनि ऊ रुँदै चुपचाप लागेर त्यहाँबाट बाटो लाग्छन् र बाहिर निस्केर चेरी र उसको जेठान दिदीलाई भनेर गएको छन् कि म त्यसै आएको होइन, तर म अहिले जाँदैछु, केही छैन, फेरि म आउनेछु भन्दै गएछन्। र चेरी र उसको जेठान दिदीलाई भने अहिले भने चाहिँ एकदम तनाव छ र वकिलले पनि म उहाँको बिना अनुमति उसलाई के अरे सिग्नेचर गराउँदिनँ भनेर वकिल पनि भएछ। चेरीको यी कुरा सुनेर चेरीको वकिलको कुरा सुनेर चेरीलाई तिम्रो वकिलले त जे भने त्यही मान्छ भन्थे त, खोइ त गए त भनिरहेका छन्। चेरी भने अहिले उसको जेठान दिदीको अगाडि भने चाहिँ अलिकति झुकिसकेछ। हस् त दर्शक दिन अर्को रिभ्यूमा फेरि आउनेछु। बाई बाई।